छाताबाट फेरि कालो हुन्छ। अब लाली गुराँस पिङ्क कलरको त्यहाँ देखाऊ। आउने क्रममा रिदमको चस्मा चाहिँ हराएको छ। यहाँ चाहिँ पुरा मान्छे गाड्दै थियो पहिलातिर। अहिले गाड्छ गाड्दैन तिम्रो? खतरा देख्दो रहेछ नि त। राजा चाहिँ को अरे? सेना चाहिँ म राजा राजा ल्याउने भन्दैछ। तिमीहरू आफूमै राजा भन्ने। हेलो एभ्रिवान, नमस्ते, सुजाता एन्ड वेलकम टु दिस ब्लग अगेन। अहिले चाहिँ हामी चाहिँ आज चाहिँ हो स्याटरडे अनि हामी चाहिँ आज जाँदैछौँ ड्राई पिकनिक। यहाँ वरिपरिको सबैजना मिलेर। सो लेट्स सी आजको दिनमा चाहिँ के कस्तो हुन्छ। अहिले चाहिँ 1:30 भइसक्यो अनि घाम चाहिँ यस्तो मस्त घाम लागिरहेको छ अनि वे रेडी टु गो। म चाहिँ यहाँ दिपेशलाई बोलाउन आएको जङ्गलमा जान पनि। म चाहिँ आज जुत्ता लाउँदिनँ किनकि मेरो अस्तिको जुत्ता त्यो चिप्लिन्छ। अनि यहाँ चाहिँ पुरा पात गाँच्दै हुनुहुन्छ हेर्नु है। हेलो भन्नु नि। हेलो। यहाँ चाहिँ हाम्रो रिदिमा राम्री छोरी। हाम्रो सामान चाहिँ यहाँ छ पुरा यस्तो बाहाकै भा हेत तेरी। अब चाहिँ हामी जान निस्केको अनि जाने चाहिँ हामी सन्तोष, यहाँ अर्को अनि यहाँ उता छ अनि यहाँ अर्को हिरो अनि यहाँ म अनि यहाँ बहिनी। ल जाऊँ। चार्ज चाहिँ धेरै छैन क्या, आज लाइन आएको छैन। पर्दैन के छाता। यही सोधिन म। ओहो बतासले पुरा यो निकाल्दैछ नि त फोन। हिरोहरू चाहिँ यहाँ चस्मा लगा नि, चस्मा लगा। अनि हामी जान्छ ऊ यो माथितिर हो क्या फेरि है। हिँड्न सक्छ त यस्तो घाममा? छाताबाट फेरि कालो हुन्छ। हामी चाहिँ आराम गर्दै सबजना घामले थकित। एकदम त रातो भयो। हामी जाने चाहिँ ऊ यो माथि अझै जङ्गल। अब चाहिँ शीतल शीतल आयो। आज चाहिँ हावा हुरी आउला जस्तो छ है। हाम्रो पिकनिक त फेरि सन्तोष भोक लाग्यो? म त एकदम भोक लाग्यो। यस्तो दामी जङ्गल छ क्या यहाँ चाहिँ फेरि। यहाँ माथि आइसक्यो मैले चाहिँ हामी नि हावा चाहिँ हल्का आइरहेको छ अनि यहाँ पुरा सिडी छ क्या। हिँड्ने बाटो चाहिँ एकदमै राम्रो छ। झोला ताले कालो पकाला। हेलो हेलो पकाउनु त्यसलाई त्यहाँ माथिबाट एक ठाउँ बस्नु नि त्यसलाई त्यहाँबाट पकाउनु पर्छ। लालीगुराँस राम्रो लाग्यो पाउँदा। लालीगुराँस चाहिँ हाम्रो यहीँ वरिपरि देख्न थालिसकेको छ। देखाइरहेको छु सर। आज चाहिँ म हामी दरबार घुम्न जाँदाको दरबार होइन के भ्यू टावर। अनि भ्यू टावर घुम्न जाँदाको मजा हुन्छ। अब लालीगुराँस पिङ्क कलरको त्यहाँ देखाऊ माथि। चाहिँ पिङ्क र रेड कलर अनि फिक्का रेड फिक्का पिङ्क छ। नजिक नजिकै पुग्छ। उता उता नगयो यता यता अब बाटोबाट अब बाटो पुग्नु छ। अब एकछिन माथि पुगेछ नि थाहा देखिन्छ। भेटन ठाउँमा हुन्छ। रेडी ल थम गर न थम। यहाँ आउने क्रममा रिदमको चस्मा चाहिँ हराएको छ र चस्मा खोज्नलाई फेरि तलतिर। ल न चस्मा खोजेर आऊ है छिटो। ल त्यही तलसम्म जाऊ, पाएन भने आऊ। आउने बेला मम्मीले चस्मा नहराऊ है भन्नुभएको थियो। पाउला जस्तो छैन।
साँच्ची पायो ए कस्तो खुसी लाग्यो त हिरै भेटे जस्तो लाग्यो मलाई त दिपेश पायो चस्मा दण्डै यतिकै गएको थियो है खोज्न नपठा भयो त यहाँ चाहिँ पुरा मान्छे गाड्दै थियो पहिलातिर अहिले गाड्दैन दिपेश जोगी गाडेको छ अहिले चाहिँ जोगी पहिला यहाँ चाहिँ पुरा तर्साउँछ अरे के गएछ अलि किन आऊ छिटो हेत्तेरिका डर लाग्यो मलाई यो छेउछाउ छ क्या मान्छे ओइ त्यहाँ मान्छे छ ओइ मान्छे छ के भन्यो झोला चाहिँ यहाँनिर कटिङ हुँदैछ ल क्यामेरा पक्रेर निदम यसलाई के यस्तो गर यस्तो गरेर लाउँछ मैले सस हुन्छ भनेर यो करेन्ट टाउको हेरेर तिमी हेरेर बस्छ न बनाउने हो होइन त्यो बोक्रा फाल्ने हो कि बदामको उची निकाल्ने हो कि पाउडर तपाईले अहिले नलाइदिनु भयो है के चाहिँ एउटा मिसिङ छ हाम्रो के काक्रो काक्रोको सट्टा गाजर देखेनस् भने के भन्छ अब काक्रो हेर न अब त्यो काजु अनि काक्रो नपाएर नि त मलाई यो प्लास्टिकहरु चाहिँ हामी आफै लिएर जानुपर्छ है मलाई खाएर आको वहाँ जम्मा गएर पोल्दिन्छु पर मेरो जलमनी गाडी धेरै नबोला त गुजुर के हो यो गीत वेलकम टु जंगल जंगलमा मंगल लो के बोल्नी भाग्यो
आइसक्यौँ अब चाहिँ यहाँ पुरा उठाइसक्यौँ हामीले चाहिँ अब चाहिँ हामी जाने त्यो भिडरमा अनि कपाल चाहिँ पुरा यहाँ उठिरहेको छ कि उठिरहेको छ अब हामी जानुपर्छ कस्तो भयो खानेकुरा कस्तो भयो भन मिठो छ टेस्ट त होइन तर यहाँदेखि यहाँसम्म आएर मिठो भयो ए त्यहाँ आन्टी हेर्ने त अनि अङ्कल चाहिँ खोइ मेरो फोन त अघि चस्मा हरायो अहिले फेरि फोन छैन एउटाको चस्मा थिएन एउटाको फोन छैन अन्त मान्छे त नहरा है मान्छे चाहिँ नहरा है फोन हराइदिए मेरोमा त छैन हौ मैले त हालेको छैन हाल्यो चाहिँ कहाँ हुन त ओइ कस्तो खतरा चस्मा हो त त्यो त त्यो कसको लाली गुराँस टिप्ने हुँदैन ल टिप्नु जाउँ है अब छेउछाउतिर खै यतातिर होला कतैतिर होला म खोज्नु खोज्छु एले लुगा चपक्क टिपेर हालेको हाम्रो हल्का प्र्याङ्क चल्छ क्या प्र्याङ्क भने नि थाहा रहेछ कि यिनीहरूलाई त मलाई पहिला प्र्याङ्क भने नि थाहा छैन ल एकछिन त्यहाँ अडिन सक्दैन क्या यिनीहरू फुतुतु भइनुपर्छ अब चाहिँ हामी यहाँबाट दरबारतर्फ लाग्दैछौँ अनि यहाँ चाहिँ हाम्रो यी सेनाहरू राजा चाहिँ को अरे सेना चाहिँ म राजा यिनीहरू सेना उहाँ राजा ल्याउने भन्दैछ तिमीहरू आफूकै राजा भन्ने राजा पृथ्वीनारायण शाह राजा ल यहाँबाट चाहिँ गोठाबाटको भ्यू दामी देख्छ तर अहिले चाहिँ हल्का हुस्सु लागिरहेछ पुन्तर त्यो होइन यहीँ ल त्यहीँ बस्छ त्यहीँ तर त्यहाँ त सिन राम्रो आएन कि केटाकेटी ऊ यहाँ यता यता यो साइड उहिले त त्यहाँ बस्ने ठाउँमा त्यहाँ तिमीहरू त साह्रै घाङघाङ नेक्स्ट टाइम क्यान्सल होला है केटाहरु नेक्स्ट टाइम यिनीहरू ल्याउनु पर्दैन हल्ला गरेर नहुने ल्याउनु त ल पक्रिनु पहिला यो है त यो यस्तो रेलीको त दामी रिदमको लाम्छ ल्याउँछ हजुरको र मेरो एउटै हो कि होइन डिफ्रेन्ट त खतरा देख्दो रहेछ नि त ओइ दामी ल दामी ल यो ला अन्त मलाई सियर बडी गर्छ दिन्छ हो नि है त्यसमा त बिहानको त कोब्रा ल्याइदिनु पर्छ
अब मोबाइलमा चार्ज चाहिँ सक्यो सायद भिडियो चाहिँ यहाँ इन गर्छु ल थ्याङ्क्स फर वाचिङ एभ्रिवान हाम्रो चाहिँ आजको दार्जिलिङ चाहिँ यस्तै ड्राई नै भइरहेछ राम्रो भयो अनि कस्तो भयो तिमीहरूलाई ल फेरि आउने हो म त ल्याउँदिनँ यस्तो हल्ला गरेँ मैले मेरो सोधे त आउने भयो भन्न ल सन्तोषको डान्स पनि दामी थ्याङ्क्स फर वाचिङ एभ्रिवान बाई बाई गर ल बाई बाई Like and subscribe. Subscribe. Like and subscribe, dear. Dear.